आज पनि अर्को सेट ल्याएर आइसकेका छौँ हामी हैन। अब सुरु गरौँ। कन्भर्सेसन एन्ड एक्सप्रेसनको 12वटा क्वेसन आउने सेक्सन हो त्यो सेक्सनमा 12वटा क्वेसन हुन्छ। कसैलाई पनि बढी पनि पढ्न सक्छ, कम पनि पढ्न सक्छ। त्यसको क्वेसन मोडल अनुसार फरक पर्ने हो, कहिलेकाहीँ कम पनि हुन्छ। अनि ल 1 नम्बरबाट सुरु गरिहालौँ है त, धेरै टाइम लामो हुन्छ भिडियो। गोमेन कुदासाई भनेको छ इरास्याय दौ जागते कुदासाई भनेको छ कसैले पनि कसैको घरमा जानुभन्दा अगाडि ढकढक गरेपछि गोमेन साई भनेको स्याट घर पस्नुभन्दा गोमेन साई माफ गर्नुहोस् भनेको छ। अनि इरास्याय अनि अर्कोले भन्छ भित्र पुग्ने भन्छ आउनुहोस् न भित्रै आउनुहोस्, माफ गर्नुहोस् भित्रै आउनुहोस् भनेको छ। अनि के भन्नु नानी भन्दाखेरि ओजिया सामा सिमास भन्ने हुन्छ क्या, तपाईँको टाइम लिएकोमा भने जस्तै कुरा गरे अहिले। अनि दोस्रो नम्बर छ यासुमिनो हिवा इचुकारा देशका भनेको छ राइगेचुनो नुजु अनि जिउ जिकारा देश। यासुमिनो हिवा दोको एकिमासका नानी भनेको छ। यस बिदाको दिन चाहिँ बिदा चाहिँ कहिलेबाट हो भनिरहेछ। म बिस्तारै पढ्दाखेरि झन् कन्फ्युजन भइरहेको छु। यासुमी वा इचुकारा देशका भनिरहेछ ए नम्बरले, 2को ए नम्बरले। बीले भन्छ आउँदो महिनाको 10 गतेबाट हो भन्ने। अनि यासुमिनो हिवा दोको एकिमासका बिदाको दिन चाहिँ कता जानुहुन्छ भन्दाखेरि कतै पनि भने नानी कुरा गरिरहेछ। दोको निमो इकानाइदे नानीमो इकिमासेन दारेमो इकिमासेन दोको निमो इकिमासेन भन्ने कुरा गरेछ। दोको इकिनाइदे भन्ने दाइ पछाडि दे लाग्ने बित्तिकै त्यो कुरा हुनै भएन। नानीमो केही पनि भन्ने कुरा भएन। दारेमो भनेको व्यक्तिमा बढी युज भइरहेको हुन्छ। दोको निमो इकिमासेन कतै पनि जान्न भनेको यसको यो 4 नम्बर हुने भयो। 3 नम्बर अगाडि बढिहालौँ, आफै हेर्नु होला पछि क्वेसनहरू। यासुमिनो हिवा दोको किताई देशका बिदाको दिन चाहिँ कता जान चाहनुहुन्छ भनिरहेछ। ओकिनावा नि इकिताइन देशका भने ओकिनावा जान चाहन्थे भनिरहेछ। अनि यसले के भन्छ फेरि यी देशले सुगोकु कोमी मास्कारा नानी हायाको यता होगा यी देश भनेछ। ए ठिक छ, त्यसो भए चाहिँ भिडभाड भएको कारणले अब के भन्ने होला त्यसपछि देखिरु दाके खाना राजु भनेको अनिवार्य रूपमा देखिरु दाके सम्भव भए मात्र। अनि देकेरेवा भनेको सम्भव भएमा चाँडो आउनु होला, आएको चाँडै फर्किनु होला, त्यहाँ भिडभाड हुन्छ के भन्ने यस्तो कुरा गरे है यो चाहिँ। अब 4 नम्बर क्वेसनले के भन्छ आचु वासुकी देशका भनेको थियो। गर्मी मनपर्छ, कसलाई फुल मनपर्छ, कसलाई यो मनपर्छ भने सोध्ने क्वेसन गरेको क्या। अनि आचु वा ज्यान सुकी ज्यानाइ देश भनेको मन पर्दैन भन्यो भने यसले के भन्छ दोषी देशका किन मन पर्दैन त भन्दाखेरि आचै नदेगा सुकी ज्यानाइ भनेको त धेरै गर्मी भएकाले भएको कारणले भन्दा खोजे है। यो चाहिन्छ पढ्नु होला आफै, क्वेसन बनाइदिएको छु मैले। कोनो रेउरी हो ताबेत्ते मित्ते कुदासाई नानी कोनो रेउरी हो ताबेत्ते मित्ते कुदासाई भनेको छ। आरिगातो गोजाइमास इतादाकिमास भन्यो। के भन्यो होला त देखेरेबा यो खत्तारा हन्तौनी भन्ने। अब हन्तौनी साँच्चीकै भन्ने, साँच्चीकै खाएर हेर्नुहोस् भन्ने है। अनि देखेरेबा सब भनेको सम्भव भएसम्म खाएर हेर्नुहोस् भनेको भन्दा पनि सुइटे भयो भने यो खत्तारा यदि मिल्छ भने खाएर हेर्नुहोस् भने धन्यवाद दिइरहेछ नि त इतादाकिमास। 6 नम्बर क्वेसनमा जाउँ हामी अब। सेम प्याटर्नको छ यो पनि। अनि सेउमाचु नो पाती नो जिन्बी वा नानी भन्यो। सेउमाचु बिदाको विकेन्डको पार्टीको चाहिँ के भइरहेछ भन्ने कुरा नानी गरिरहेछ। अनि वातासी वा नोइमनो हो मत्ते किमास भनेको छ म चाहिँ नोइमन ल्याएर आउँछु भन्ने कुरा छ। के भन्छ दौ सितान देशका भनेको लाग्दैन, दौ देशका के भयो भने जस्तो कुरा हुन्छ। दौ सिमासका के गर्ने त बिदाको बेला भन्दाखेरि 3 नम्बर एन्सर हुन्छ यसको। अनि क्वेसन तलमाथि भएको छ क्या हो 7 मा आएर 8 आएछ। केक कि वा सुकी देशका केक मनपर्छ भन्दाखेरि यी नानी कुरा गरिरहेछ। तोत्तेमा सुकी देश धेरै मनपर्छ भन्ने कुरा, सुकी देश मात्रै भन्ने कुरा भएन। सुकी देश भनेको पोजिटिभमा आउने भयो नि त, त्यो सुकी ज्यानाइ देश हुने भयो तेस्रो नम्बर है। अब 9 नम्बरको क्वेसन हेरौँ। दो के भन्छ राइगेचु दोको ए इक्कु यत्तै देशका भनेको त आउँदो महिना चाहिँ कता जाने योजना छ भनी सोधिरहेछ। सो देशने ए है साइकिन सिगोतो गा इसोगासी खुत्ते भनेको त ए हो है भने उसले चाहिँ। अनि रिसेन्टली चाहिँ कामको व्यस्तता भएर दोको ए इकिमासेन छ, दोको निमो इकिमासेन दोको ए मो इकिमासेन देशिता भन्ने कुरा भएन। दोको निमो इकिमासेन कतैतिर पनि जाँदिनँ भन्ने कुरा हो।
धेरै लाग्छ दोको इकिमासेन हुन्छ त्यो हुँदैन है फेरि। अनि 10 नम्बरको क्वेसन छ फुकुओका इत्ताकोतो गारिमास्का भनेको छ। भने फुकुओकामा जानुभएको छ, फुकुओका जानुभएको अनुभव छ। जस्तै काठमाडौँ कसैले नआएको हुनसक्छ, काठमाडौँको पनि अब न्यु रोड जानुभएको छ भने सोद्धाखेरि साथीले काठमाडौँ न्यु रोडमा जानुभएको छ तपाईँ भन्दाखेरि अनि आरिमास्यो छ नि फुकुओका फुकुओकामा छ नि भन्दाखेरि अनि फुकुओका नारा फुकुओका हो भने रामेनगा ओइसी देश्यो भनेको त त्यहाँको रामेन चाहिँ मिठो हुन्छ नि भने ओ सो देशका हो र भने हाई फुकुओकाका नानी नानी जेही ताबेत्ती मित्ते गए। त्यसो भयो भने फुकुओकामा गएपछि इत्ते गएर जेही अवश्य एकपल्ट खाएर हेर्नुहोस् भने चाहिँ यसको एन्सर हुने भयो 1 नम्बर। गएपछि एकचोटि जेही खाएर हेर्नुहोस् है भन्नु खोजेको हो। टाइम पनि धेरै भइसक्यो। आज मेरो टिमले गेम पनि हारिहाल्यो, तनाव भएर पनि भिडियो बनाउन मन लागेको मलाई भन्दा नि मेहनत गर्नु होला, पास भइन्छ। जेएफटी पास गर्न त्यस्तो गाह्रो पनि छैन, एन्फोबार गर्नु पढ्यो भने अलि मिहिनेत चाहिँ गर्नुपर्छ भनेपछि कसैले त भिडियोमा भनिदिन्छ यहाँ जेएफटी पास गर्न केही छैन सजिलो अलिअलि पढे नि पुग्छ, N5 पढे पुग्छ, त्यस्तो हुँदैन है। धेरै पढ्नुपर्छ, धेरै पढेपछि चाहिँ सजिलो लाग्ने हो कि त्यो धेरै सजिलो भन्ने मान्छेहरूले के हुन्छ धेरै पढिसकेका हुन्छन् अनि लास्टमा क्वेसन आफूले मेहनत बढी गरेको हुन्छ क्वेसन सजिलो आइदिन्छ अनि धेरै सजिलो भन्ने हो, त्यस्तो हुँदैन क्या। कसैले नपढेको छ भने चाहिँ गएर एन्फोको इक्जाम दियोस् त पास हुन्छ कि हुँदैन त्यसले त्यसपछि थाहा पाउँछ, बाउको बिहे देखिन्छ। त्यही भएर मेहनत गरेर पढ्यो भने चाहिँ सजिलो हुने हो क्या। मेहनत चाहिँ गर्नुपर्छ, फेरि सबै खान्जी आउनुपर्छ, सबै मिनिङ आउनुपर्छ भन्ने होइन, अलिक ग्रामर पनि आउनु पऱ्यो, कोतोबाहरूलाई राम्रोसँग याद गर्नु पऱ्यो। यस्तो यस्तो कुराहरू साना साना मिस्टेकहरू भइरहन्छन्, मक टेस्टहरू गर्ने, यस्तो यस्तै कुरा गऱ्यो भनेपछि पास गर्न चाहिँ सजिलो हुन्छ। मेहनत गर्नु होला। गाम्बात्तेको दसाई मिनासान।